guys, good morning. Hello. र तपाईहरु सोच्दै हुनुहुन्छ होला हामी कहाँ गएको भनेर, सो हेर्दै जानु होला आजको छिटो मिठो मिनी ब्लग। लु हाई भन्न। गुड मर्निङ। सो यहाँ मेरो बुढीको दिदी र दिदीको छोरी हुनुहुन्छ। यहाँ मेरो बुढी र छोरी चाहिँ सुतिरहेछ गाइस। रातिको 4 बजी उठेर आएको छौँ हामी स्टेसन। यहाँदेखि हामी जाँदैछौँ कहाँ? कामाख्या जान्छौँ, गुवाहाटी। र ब्लग हेर्दै जानु होला गाइस अन्तिमसम्म, तब मात्रै थाहा पाउनुहुन्छ तपाईहरु हामी कहाँ जाँदैछौँ। सो ट्रेन पनि आइपुग्यो र चढ्नु बाँकी छ अब। सो ट्रेनमा फाइनली बसिसक्यौँ हामी र सिट पनि एभाइलेबल रहेछ ट्रेनमा। रातिको 4 बजी, यति साह्रो छैन पब्लिक है। र ट्रेनमा लास्टै जाडो र हामी चाहिँ यसरी बसेको छौँ। यहाँ चाहिँ हाम्रो फ्यामिली। लुमा बेटी ए जर्नी कस्तो लाग्यो? जर्नी राम्रै छ, चलिरहेछ। गाइस लेट्स सी, आज तपाईहरुलाई म लाँदैछु एउटा राम्रो ठाउँ हैन, मन्दिर। तपाईहरुलाई हामी दर्शन गराउने हो मेरो ब्लगमा, हेर्नुस्। र यो रङया जङसङमा चाहिँ हैन, रेलवे स्टेसनमा कमसेकम 30 मिनट्स रोकाउँदो रहेछ, स्टप गर्दो रहेछ, किनकि यसको माथिको इन्जिन हैन चेन्ज गर्दो रहेछ। र फाइनली हामी ट्रेनदेखि नामेर हैन फाइनली मन्दिर आइपुग्यौँ। र मन्दिरमा हेर्नुस् मान्छेको भिड थोरै रहेन रहेछ गाइस। र मेन चाहिँ हामी के को लागि आएको भने हाम्रो छोरीको भाकल थियो, त्यही पुरा गर्न आएको हामी चाहिँ हैन। र लास्टै मान्छे चाहिँ भिड रहेछ। र फाइनली यहाँ 2 घण्टा बसेर वेटिङमा लागेर फेरि यसरी अब भित्र पस्दैछौँ हामी। यहाँदेखि थुप्रो मान्छे र हामी 4-5 घण्टा त यसरी नै लाइन लाग्यौँ हैन। यहाँ हेर्न सक्नुहुन्छ यस्तो लाइन गरेर भित्र घुसेर अझै यताउति पूजा गर्नुपर्ने हुन्छ। सो गाइस, र फाइनली 9 घण्टा बादमा हामीले दर्शन गरिसक्यौँ भित्र। र भित्र चाहिँ एलाउ छैन है क्यामेरा फोनको केही पनि। लास्टै फाइन छ फेरि, पेनाल्टी याद राख्नुहोस्।